हेलो साथीहरू, हाई नमस्ते। हावा आइरह बाहिरबाट है, एकदम रमाइलो भइरह। मलाई चाहिँ युट्युब च्यानलमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला। म तपाईँहरूलाई देखाउँछु ल सबै। ल हेर्नु, यो चाहिँ मेरो कटेज। म यहाँ बस्छु सधैँ यहाँ आएको बेलामा। अनि यता पनि छ हेर्नु, लसुन। लसुन हेर्नु त यहाँ कस्तो राम्रो छ। ल हेर्नु है साथीहरू, तपाईँहरू सबैजना हेर्नु ल, यहाँ हेर्नु ल। मलाई चाहिँ यहाँ कति रमाइलो लाग्छ हौ। यहाँ यस्तो हरियाली, यो हरियो हेर्न, अनि यो काम गर्न पनि मलाई मनपर्छ। अनि यो चाहिँ के अरे हेर्नु त यहाँ बकुल्ला। ल हेर्नु बकुल्ला, होइन कहिले काहीँ यसो गर्दा गर्दै नामै बिर्सिन्छ क्या। कस्तो हावा चलेछ यहाँ हेर्नु। गर्छु ल हेर्नु, पारिपट्टि हेर्नु ल, कस्तो राम्रो छ हौ यहाँ त। मलाई त एकदम मनपर्छ। हेर्नु ल, मेरो दिदी त्यहाँ ल हेर्नु केराउ टिप्दै हुनुहुन्छ। हेर्नु कति धेरै फलेछ, कस्तो राम्रो छ हौ। ल हेर्नु हेर्नु साथीहरू, म तपाईँलाई केराउ देखाउँछु ल। केराउ फलेको छ, मैले रोपेको। मैले रोपेको केराउ कस्तो राम्रो फलेको छ यहाँ हेर्नु ल। म देखाउँछु तपाईँहरूलाई कति राम्रो फलेको हौ यहाँ। ल हेर्नु, मलाई चाहिँ एकदमै मनपर्छ है यस्तो खेती गर्न चाहिँ। हेर्नु यहाँ कस्तो राम्रो फलेको। यहाँ हेर्नु ल, कति धेरै फले है, दामी छ क्या। ल हेर्नु त, यता त लसुन भयो उतापट्टि है। यहाँ रोपेको छु मैले। ल हेर्नु, यसलाई के साग भन्छ, यसलाई के अरे सिम साग भन्छौँ हामी चाहिँ यसलाई। कति मिठो हुन्छ हेर्नु दे, कति धेरै छ, कति धेरै छ हौ। कस्तो साग, कति धेरै छ सागहरू। अस्तिको सुरु त त्यस्तै हो नि, केही आउँदैन।